हेलो साथीहरु, यहाँलाई हार्दिक स्वागत छ नयाँ भिडियोमा। आज हामी सरकारले ल्याएको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत हामी पनि सहभागी भएर रु 1 लाखदेखि रु 10 लाखसम्म हामीले पुरस्कार जित्न सक्छौं। त्यसरी चाहिँ पुरस्कार जित्नको लागि हामी करदाता प्रोत्साहन कार्यक्रममा हामीले कुनै पनि सामान किनिसकेपछि त्यस्तो सामान किनेको बिललाई चाहिँ हामीले दर्ता गर्नुपर्ने हुन्छ। यसरी चाहिँ हामीले नगदमा कारोबार गरिसकेपछि त्यो बिल चाहिँ कसरी दर्ता गर्ने भन्ने विषयमा चाहिँ आजको यस भिडियोमा छलफल गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परे लाइक, शेयर, कमेन्ट र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। सुरु गरौँ आजको भिडियो। त्यसको लागि हामीले सर्वप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले यहाँ सर्च गर्नुपर्छ IRD भनेर। मैले यहाँ सर्च गरेँ। यसरी क्लिक गरिसकेपछि हामी आन्तरिक राजस्व विभागको वेबसाइटमा प्रवेश गर्छौं। त्यसरी तपाईले यहाँनिर देख्न सक्नुहुन्छ करदाता प्रोत्साहन उपहार कार्यक्रम भनेर चाहिँ लेखिएको छ। हामीले चाहिँ यसमा जानुपर्ने हुन्छ। मैले यसमा क्लिक गरे। यसरी क्लिक गरिसकेपछि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ हामीले अफलाइनमा कारोबार गरिसकेपछि यहाँनिर चाहिँ बिल दर्ता लेखेको ठाउँमा गएर हामीले चाहिँ बिल दर्ता गर्नुपर्ने हुन्छ। त्यसैगरी यदि हामीले कारोबार चाहिँ विद्युतीय माध्यमबाट गर्यौं अथवा चाहिँ क्यूआरबाट गर्यौं भने त्यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अटोमेटिक रूपमा त्यो के भएको हुन्छ भन्दाखेरि चाहिँ त्यसमा कुपन चाहिँ आइसकेको हुन्छ अथवा चाहिँ त्यो हामी चाहिँ यो करदाता प्रोत्साहन कार्यक्रममा चाहिँ सहभागी भइसकेका हुन्छौं अटोमेटिक। तर यदि हामीले चाहिँ नगदमा कारोबार गरेका छौं भने हामीले चाहिँ बिल दर्ता गर्नुपर्ने हुन्छ। त्यसैगरी तपाईले चाहिँ यहाँ माथि देख्न सक्नुहुन्छ हामीले यो भन्दा अगाडि कुनै पनि बिल दर्ता गरेका छौं भने त्यसको इतिहास चाहिँ यसमा हेर्न सकिन्छ। यो भन्दा अगाडि मैले कुनै पनि बिल दर्ता गरेको छैन, त्यसकारणले गर्दा यहाँ कुनै पनि इतिहास अथवा चाहिँ विवरण देखाएको छैन। त्यसैगरी तपाईले यहाँबाट चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ विजेताको सूची, यो प्रोत्साहन कार्यक्रममा आजसम्म चाहिँ सहभागी भएर जसले चाहिँ रु 1 लाखदेखि 10 लाखसम्म जित्नु भएको छ उहाँहरूको सूची चाहिँ यसमा देख्न सकिन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ सबै चाहिँ यसमा विवरण देखाएको छ। त्यसैगरी हामीले चाहिँ यो बिल दर्ता गर्दाखेरि चाहिँ कस्ता कस्ता बिलहरु दर्ता हुन्छन् भन्दाखेरि चाहिँ यहाँ लेखिएको छ। व्यावसायिक प्रयोजनका लागि भएका खरिदहरु चाहिँ के हुन्छन् भन्दाखेरि चाहिँ यो बिल दर्ता कार्यक्रम अथवा यो प्रोत्साहन कार्यक्रममा सहभागी गर्न मिल्दैन। त्यस्तै सरकारी निकाय वा सार्वजनिक संस्थाहरूको नामबाट जारी भएका बिलहरु चाहिँ यसमा दर्ता गर्न मिल्दैन। अनि टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युतीय सेवा, सवारी तथा ढुवानीका साधन र हवाई टिकटहरु चाहिँ यसमा के हुन्छ भन्दाखेरि चाहिँ आबद्ध हुन मिल्दैन अथवा चाहिँ यसमा दर्ता गर्न मिल्दैन। र अर्को कुरा के छ भन्दाखेरि चाहिँ स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरिएका बिजक भनेको मतलब के हो भन्दाखेरि चाहिँ प्यान नम्बर नभएका पसलहरुमा तपाईले कारोबार गर्नुभयो भने त्यस्ता बिलहरु पनि हामीले यहाँ दर्ता गर्न योग्य हुँदैन। त्यो बाहेक अरु त्यो भन्दा चाहिँ अन्य बिलहरु अथवा चाहिँ हामीले आफ्नो व्यक्तिगत उपभोगका लागि किनेका सामानहरु र त्यो सामान किन्ने पसल चाहिँ प्यान नम्बरमा दर्ता भएको छ भने त्यस्ता पसलहरुबाट चाहिँ हामीले कुनै सामान किनिसकेपछि त्यस्तो बिल चाहिँ हामीले यहाँ दर्ता गर्नुपर्ने हुन्छ। साथीहरु, हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि चाहिँ हामीले यदि अनलाइनमा कारोबार गर्छौं भने त्यो अटोमेटिक रूपमा चाहिँ त्यहाँ के भएको हुन्छ भन्दाखेरि चाहिँ यो कार्यक्रममा दर्ता भइसकेको हुन्छ अथवा चाहिँ बिल दर्ता भइसकेको हुन्छ र यो प्रोत्साहन कार्यक्रममा सहभागिताको लागि चाहिँ अटोमेटिक रूपमा चाहिँ कुपन आइसकेको हुन्छ। तर अफलाइन अथवा हामीले चाहिँ क्याशमा काम गर्यौं अथवा क्याशमा चाहिँ हामीले कारोबार गर्यौं भने त्यस्तो बिल मात्र चाहिँ हामीले यसमा के गर्नुपर्छ भन्दाखेरि चाहिँ दर्ता गर्नुपर्छ। साथीहरु, अब हामीले बिल दर्ता गर्दाखेरि चाहिँ मैले यहाँ क्लिक गरे बिल दर्ता भन्नेमा चाहिँ क्लिक गर्छु। यसरी क्लिक गरिसकेपछि यहाँनिर के दिएको छ भन्दाखेरि चाहिँ यहाँ बिल नम्बर भनेर भनेको छ। यसमा चाहिँ मैले के गर्छु भन्दाखेरि मैले जुन सामान किनेको बिल हुन्छ त्यो बिलको चाहिँ नम्बर यसमा राख्छु। मेरो बिलमा चाहिँ 123 को चाहिँ बिल नम्बर छ, मैले त्यो चाहिँ यहाँ राखे, 123 राखे। त्यसपछि विक्रेताको प्यान नम्बर, मैले चाहिँ सामान किनिसकेपछि त्यो सामान चाहिँ बिक्री गर्ने जुन विक्रेता अथवा पसले हुन्छ त्यसको चाहिँ प्यान नम्बर यहाँ राख्नुपर्ने हुन्छ। मैले प्यान नम्बर चाहिँ यहाँ राखे 6001231112। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ प्यान नम्बर जहिले पनि के हुन्छ भन्दाखेरि चाहिँ 9 अंकको हुनुपर्छ। 9 अंक भन्दा कमको चाहिँ प्यान नम्बर मान्य हुँदैन। त्यसकारण हामीले चाहिँ यहाँ 9 अंकको चाहिँ प्यान नम्बर राख्नुपर्ने हुन्छ। मैले यहाँ राखे। त्यसपछि अब यसमा के छ भन्दाखेरि चाहिँ बिलको मिति, हामीले यो सामान कहिले किनेका हौं त त्यो बिलको चाहिँ मिति हामीले यहाँ राख्नुपर्ने हुन्छ। मैले यो सामान चाहिँ भदौ 8 गते किनेको थिएँ, मैले 8 गतेको मिति चाहिँ यसमा राखे।
अनि बिलको कुल रकम भनेको छ मैले चाहिँ बिलको कुल रकम यसमा राख्दैछु। मैले चाहिँ 465 को सामान किनेको थिएँ, मैले चाहिँ यसमा राखेँ। त्यसपछि चाहिँ भुक्तानीकर्ताको विवरण भनेको छ, यसमा चाहिँ मैले आफ्नो नाम राख्छु। मैले चाहिँ यसमा निमबहादुर केसी भनेर राखेँ, मैले आफ्नो नाम राखेँ। अनि यसमा चाहिँ मैले आफ्नो मोबाइल नम्बर राख्छु। मोबाइल नम्बर चाहिँ मैले आफ्नो मोबाइल नम्बर राखेँ। त्यसपछि मेरो यहाँ ठेगाना राख्ने भनेर भनेको छ, मैले चाहिँ यहाँ ठेगाना राख्छु। यसरी राखिसकेपछि हामीले चाहिँ सबै विवरण इन्ट्री गरिसकेपछि अब हामीले चाहिँ यसमा कुपन चाहिँ सिर्जना गर्नुपर्ने हुन्छ। मैले त्यसको लागि चाहिँ कुपन सिर्जना गर्नको लागि चाहिँ मैले यहाँ तपाईँले यहाँ रातोमा चाहिँ दिएको छ, तपाईँले देख्न सक्नुहुन्छ। पुरस्कार कुपन सिर्जना गर्नुहोस् भनेर भनेको छ, यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। मैले चाहिँ यसमा क्लिक गर्छु र यति गरिसकेपछि चाहिँ यहाँनिर हामीले कुपन प्राप्त गरिसकेका छौँ। सरकारले चाहिँ के गर्छ भन्दाखेरि हरेक 15 दिनमा, हरेक महिनाको चाहिँ 15 दिनमा, 15 दिनपछि चाहिँ प्रत्येक पटक चाहिँ 16 जना यो पुरस्कार विजेताहरूको छनौट गर्छ। त्यति बेला छनौट गरिसकेपछि हामीले हाम्रो कुपन नम्बर अथवा चाहिँ हाम्रो यो बिल दर्ता गरेको नम्बरमा चाहिँ हामीलाई पुरस्कार पर्यो कि परेन भनेर चाहिँ हामीले थाहा पाउनुको लागि यो कुपन नम्बर चाहिन्छ। त्यसकारण हामीले चाहिँ यो कुपन नम्बर चाहिँ हामीले सुरक्षित बनाएर चाहिँ राख्नुपर्छ। तपाईँले पनि यो नम्बर चाहिँ राख्नु होला। यसरी चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि चाहिँ जुन यो सरकारले ल्याएको करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्छौँ। र यसरी चाहिँ यहाँ कुपन सिर्जना भइसकेपछि तपाईँले चाहिँ यसलाई चाहिँ यहाँ डाउनलोड गर्न पनि सक्नुहुन्छ। PNG अथवा चाहिँ PDF जुनमा तपाईँले डाउनलोड गरे पनि हुन्छ। यसमा तपाईँले यसरी चाहिँ डाउनलोड गरेर यसलाई तपाईँले राख्न सक्नुहुन्छ, सुरक्षित राख्न सक्नुहुन्छ। यसलाई सुरक्षित राखिसकेपछि के हुन्छ भन्दाखेरि तपाईँलाई सरकारले चाहिँ जुन उपहार विजेताहरूको चाहिँ नामावली प्रकाशन गर्छ, त्यतिखेर तपाईँले चाहिँ आफ्नो कुपन नम्बर चाहिँ पर्यो कि परेन भनेर तपाईँले चाहिँ त्यहाँबाट थाहा पाउन सक्नुहुन्छ। साथीहरू, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो उस्तै कमेन्ट गर्न नभुल्नुहोला र तपाईँलाई आउँदा दिनहरूमा अझै कस्तो भिडियोहरू चाहिन्छ त्यो पनि कमेन्ट गर्न नभुल्नुहोला। हस्, धन्यवाद।